अनुहारबाट रगतहरू आउन थालिसकेको थियो। भनेको रगत आइरहेछ, तपाईँ घाइते भइसक्नुभयो, उनीहरूले नै कुटेर अस्पताल लानुको कुरा छैन, अब भित्र हाल्ने चाहिँ कुरा छ। भित्र हाल भनेर भनिरहनु भएको थियो। खास त माजिदलाई भएको नै केही थिएन, तर अस्पतालमा गएर उसले यति ठुलो अभिनय गर्यो, मानव यति ठुलो बिरामी भएर अस्पताल बसेको, निस्किँदा पनि खुट्टा खोच्चाउँदै। तपाईँलाई भएको के थियो, अस्पतालमा उपचार कस्तो रह्यो, अलिकति कुरा गर्नु मिल्छ? मिल्छ। भएको के थियो सबै घटना विवरण मैले राष्ट्रिय मानव अधिकार आयोगलाई टिपाइसकेको छु। त्यो त राष्ट्रिय मानव अधिकार आयोगलाई भयो, हाम्रो दर्शकलाई चाहिँ भन्दिनु न। अनि योभन्दा अगाडि पनि मैले पटक पटक भन्दै आएको छु, मलाई सबभन्दा धेरै दुखाइ चाहिँ यो कपाल लुच्दा हुने रहेछ। योभन्दा अगाडि मलाई थाहा थिएन यो पुरै गर्ने। मलाई स्कुलमा टिचरहरूले कपाल सपाल लुछाएर हिँड्छन् नि। होइन, म राम्रै विद्यार्थी थिएँ, मैले टप गर्ने गर्थेँ बच्चामा, होइन। अनि कपाल एकदमै यो कस्तो भन्दा यहाँ होइन, यसरी समात्दाखेरि चाहिँ जब म हस्पिटलमा गएको थिएँ, कीर्तिपुर हस्पिटलमा, यसरी समातेपछि पुरै हातभरि नै कपाल आएको थियो, मतलब एकदमै धेरै अमाउन्टमा। अनि त्यसको दुखाइ चाहिँ सबभन्दा धेरै हुने रहेछ। योभन्दा अगाडि मलाई थाहा पनि हो। अनि आँखामा हानिएको थियो, दुइटै आँखामा, पुरै आँखा रातो भएको थियो, यो साइडतिर पुरै डामहरू बसेको थियो। अनि मूलत यहाँको मेरो मेडिकल रिपोर्टमा पनि चाहिँ यहाँ लिगामेन्ट भन्छ, यो दुईटा हड्डीको बिचमा यो लिगामेन्ट मेरो टियर भएको थियो, जसको कारणले म बोल्न सकिरहेको थिइनँ। अनि बाँकी अन्य ठाउँमा त बुटले कहाँ हान्नु भयो, त्यो पछि गएर जब यहाँ टाउको दुखाइ। कति बेलासम्म बुटले हानेको कुटेको याद छ? यो मूल कुरा चाहिँ उहाँहरूको चाहिँ एउटा टेक्निक हुने रहेछ पुलिसको। यो 10-12 जनाले चारैतिरबाट घेरा हाल्ने बित्तिकै क्यामेराको एङ्गलले भ्याउँदैन। अनि उहाँहरूले गर्नु के भएको छ भने 4-5 जना समातेर पछाडि तान्नु भएको छ, कपाल समातेर, अनि 4-5 जना हात खुट्टा समातेर अगाडि तान्नु भएको छ। कि त अगाडि लैजाऊ कि त पछाडि तान्न, त्यो त पीडा दिएको नि हो। अनि त्यसपछि उहाँहरूले के गर्नु हुँदो रहेछ भने भित्रबाट हान्नु हुँदो रहेछ, भित्रबाट। जो क्यामेराले पनि देख्दैन, सामान्य मान्छेले कसले हिर्काइरहेछ। सुरुमा त यहाँनिर हानेको फिल भइरहेको थियो, त्यो धेरै दुखेन, त्यो यसकै दुखाइ पर्याप्त थियो। त्यसपछि आँखामा हानेपछि चाहिँ अलि ब्ल्याकआउट भयो जस्तो भयो, सम्हालेपछि मलाई किन उठाएर लगेको, मलाई पक्राउ पर्ची दिनुहोस् भन्नेसम्म मैले पटक माग गरेको। अनि मूल चिन्ता चाहिँ मलाई म कुटिए, म 5 दिन हस्पिटल बस्नु पर्यो, त्यसको मलाई चिन्ता छैन, होइन। म यहाँ आएर बोल्न सकिरहेको छु, कमसेकम राजेन्द्र सरको अगाडि आएर बोल्न सकिरहेको छु। म कुटिए, म कानुनको विद्यार्थी, 5 वर्ष कानुन पढिसकेको म कानुनको विद्यार्थी हो भन्दै पनि, मैले पक्राउ पर्ची दिनुहोस् भन्दै पनि भ्यानभित्र लगेपछि जब क्यामेराले हेर्न छोड्यो, त्यसपछि तैँले खुब कानुन संविधान पढाउँछ छैन, कुरा गर्ने होइन। अनि त्यहाँ प्रहरीको अर्को एउटा भाषा छ, आज हाम्रो भाषामा तँलाई संविधान पढाउने हो। प्रहरीको अर्कै संविधान हुँदो रहेछ, प्रहरीको अर्कै संविधान हुँदो रहेछ, नेपाल प्रहरीको संविधान चाहिँ अर्कै हुँदो रहेछ। अनि भित्र लगिसकेपछि पनि आई विटनेसहरू हुनुहुन्छ, सरिस्मा थापा, मोनिका निरौला, त्यसै गरी नेल्सन घटानी हुनुहुन्छ। उहाँहरूको अगाडि नै यसलाई भित्र हाल थुन भन्नुभयो उहाँले। मैले जबसम्म मलाई पक्राउ पर्ची दिनुहुन्न, म यहीँ बस्छु, यहाँबाट म कतै पनि त्यति बेलासम्म त तपाईँले बलात् कुटाइ खाइसक्नु भएको? म खाइसकेको थिएँ, त्यति बेलासम्म अनुहारबाट रगतहरू आउन थालिसकेको थियो। भनेको रगत आइरहेछ, तपाईँ घाइते भइसक्नुभयो, उनीहरूले नै कुटेर अस्पताल लानुको कुरा छैन, अब भित्र हाल्ने चाहिँ कुरा छ। भित्र हाल भनेर भनिरहनु भएको थियो। अनि यसलाई लग ह्यान्ड ठोक भन्ने किसिमको कुराहरू त्यस्तै भइरहेको थियो। अनि मलाई अझै पनि याद छ, मैले भनेको छु मलाई पहिला पक्राउ पर्ची दिनुहोस्, त्यसपछि जति कुट्न मन छ त्यति कुट्नु होला। र मैले उहाँलाई एउटा शब्द भनेपछि बल्ल उहाँहरू ब्याक हुनुभएको, सर यो कुटेपछि घाउ जाँचको लागि त लानुपर्ने होला, न्यायाधीशको अगाडि पनि लानुपर्ने होला, न्यायाधीशको थप्नुपर्ने होला, त्यति बेला त मैले न्यायाधीशलाई बताउँछु नि भनेपछि मेरो साथीहरूले पनि, मोनिका निरौलाज्यू र सरिस्मा थापाज्यूले यसरी मलाई गरेर जोगाउनु भएको हो। त्यति बेला मोनिकाजीको, जो कि उहाँहरूको डिटेनी पनि होइन, बुझ्न जानुभएको, उहाँको पनि मोबाइल खोसिएको छ। त्यही भएर ठिक छ, मलाई कतिपय मैले पनि कमेन्ट देखिरहेको थिएँ, यो अहिलेसम्म किन मरेको छैन, यो त अहिलेसम्म किन जिउँदो छ, यसलाई त मार्नुपर्ने, तपाईँको श्रद्धाञ्जली सभा त्यो सबै भइरहेको थियो। त्यो ठिक छ, त्योबाट मलाई केही फरक पर्दैन। म ब्याचलर पास गरिसकेको छु, अब 2-3 महिनामा मेरो बारको लाइसेन्स आउँछ। नेपालमै कमाएर खान सकिने एउटा राम्रो पेसा भनेको कानुन व्यवसायी हो। मलाई समस्या, मैले पढिसकेको छु, मलाई समस्या छैन। तर अरू नागरिकसँग कसरी राज्यले व्यवहार गर्छ,
मैले त त्यहाँ जानु अगाडि माझी अलिकति तपाईँहरू भन्ने बेलामा विद्यार्थीको अधिकारका लागि काम गर्ने, युवाको अधिकारका लागि काम गर्ने भन्नुहुन्छ, अनि अझ तपाईँको माउ पार्टीको कुरा गर्ने भने त हुने खानेको होइन हुँदा खानेको पक्षमा काम गर्ने भन्नुहुन्छ। त्यो कीर्तिपुरको होल्डिङ सेन्टरमा ती केटाकेटीको रुवाबासीदेखि लिएर ती बुवा आमाको रुवाबासीसम्म 2 जना मानिसको त निधन नै भयो होइन। त्यसलाई हत्या आत्महत्या जे भने पनि हुन्छ होइन। यो सबै चिज हुँदा पनि तपाईहरू बोल्नुहुन्न। तपाईहरूको सङ्गठनको सदस्य भयो भने या राजनीतिक रूपमा तपाईँहरूलाई फाइदा हुन्छ भने मात्रै बोल्नुहुन्छ होला। माझी अन्सारीको तपाईँहरूको सङ्गठनको सदस्यता छैन होला, अनि नबोल्नु भएको त होला नि होइन? त्यो त बिल्कुलै पनि होइन। सुरुवाती चरणमा चाहिँ विद्यार्थी आन्दोलन भनेको विद्यार्थी सङ्गठन आफैमा एउटा प्रतिपक्षी आन्दोलन हो र यो प्रतिपक्षी आन्दोलन चाहिँ अब अरू एकदम जनजीविकाका सवालमा स्पेसल्ली आफ्नो समुदायप्रति विद्यार्थीका हक र अधिकारका पक्षमा लड्ने कुरा त छँदैछ, तर त्यही माथि अरू कुराहरू जस्तो सामाजिक इस्युहरूमा जसरी अब माजिदजीहरू जुन चाहिँ जेनजी आन्दोलनको एकदमै अंशियार हुनुहुन्थ्यो कि उहाँहरू भनेको प्रत्यक्ष हिसाबले त्यो भदौ 23-24 गतेको आन्दोलनमा चाहिँ प्रत्यक्ष सहभागी पनि हुनुहुन्थ्यो। हामीले यस्ता उहाँलाई चाहिँ धरपकड भइराख्दाखेरि चाहिँ हामीले पनि सोसियल मिडिया मार्फत जानकारी पायौँ र पछि चाहिँ हाम्रो सङ्गठनको टिम नै त्यहाँ पुगेको थियो। माजिदजीलाई पनि अलिअलि थाहा होला, भेट्नलाई सान्त्वना दिनलाई पनि भयो, प्लस सरकार होइन सरकारले चाहिँ विद्यार्थीमाथि चाहिँ यसरी हातपात गर्न भएन भनेर चाहिँ हामीले एउटा खालको हाम्रो सङ्गठनको आधिकारिक धारणा पनि हामीले प्रेस विज्ञप्ति मार्फत पनि फाल्यौँ र अर्को कुरा हामीले चाहिँ माइतीघर मण्डलामा गएर हामीले यस्ता जनजीविकाका सवालमा राष्ट्रियताका पक्षमा पनि आवाज उठाउँदै आएको कुरा हो र त्यही माथि चाहिँ माजिदजीलाई पनि त्यही प्रकरणमै के जसरी यो सुकुम्बासीहरू छ। तपाईँलाई थप प्रश्न छ, तपाईँले सक्दै नसक्दै प्रश्न छ। त्यो प्रश्न चाहिँ के भने उहाँहरू जे विषय उठाएर तपाईँ थापाथली होस् या मनोहरा किनार होस् या सिनामङ्गल होस्देखि कीर्तिपुर या भक्तपुरसम्म जसरी दौडिरहनु भएको थियो नि, वास्तवमा भन्ने हो भने उहाँहरू त सङ्गठित युवाहरूको जमात होइन, उहाँहरू त कुनै राजनीतिक दलको भातृ सङ्गठन पनि होइन। एउटा कुरा यो सबै मुद्दा बोक्नुपर्ने तपाईँहरू चाहिँ दुलाभित्र पसेर चाहिँ किन बस्या? दुलाभित्र भन्दा नि होइन, माजिदजीलाई चाहिँ पक्राउ गर्दाखेरि चाहिँ मलाई एउटा कुरा चाहिँ के महसुस भइरहेको थियो भने त्यो सङ्गठनको शक्ति भन्ने कुरा र हुन्छ नि मान्छेले अहिले भनिराखेकै इन्डिभिजुअलिजम चाहिँ एकदम धेरै समाजमा चाहिँ यो बालेन एकजना मान्छे अथवा उहाँहरू खास गरी मेयरमा निर्वाचित भइसके पछाडि चाहिँ एकदम धेरै व्यक्तिवाद चाहिँ हावी भइराख्दाखेरि चाहिँ समाजमा चाहिँ त्यसले धेरै मान्छेहरूलाई छोएको पनि देखिरहेका छौँ कि अहिले हाम्रो समाजमा चाहिँ एकदम क्षमताको आधारमा जाने होइन, अरू भनेको केही पनि होइन, त्यसको ऐतिहासिक पक्ष बिर्सिने भन्ने खालका कुराहरू पनि हामीले समाजमा देखिरहेका छौँ र कहीँ न कहीँ हिसाबले मलाई पनि त्यतिखेर महसुस के भइरहेको थियो भने अब मोनिका निरौला, सरिस्मा थापा, हाम्रो माजिदजीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ पक्राउ पर्दाखेरि चाहिँ एक हिसाबले सङ्गठनले ओनरसिप लिन पर्ने अथवा उहाँहरूले जस्तै हामीलाई अथवा कोही सङ्गठनमा लागेको सङ्गठनको सदस्य पक्राउ पर्दाखेरि जसरी एज अ पोलिटिकल पार्टीको नेताहरूले गर्ने रेस्पोन्सहरू हुन्छ होइन, सङ्गठनकै अब नेताहरूले गर्ने रेस्पोन्स पनि हुन्छ। कहीँ न कहीँ हिसाबले चाहिँ उहाँले पनि त्यो विषयमा अलि बढी डराउँछ, अलि बढी डराउने। त्यही भएर चाहिँ सङ्गठन र सङ्गठित शक्ति चाहिँ अहिले पनि आवश्यक छ भन्ने कुराको महसुस चाहिँ माजिदजीहरूलाई पक्राउ गरेर त्यसरी कुट्न त पाउँदैन थियो नि त। कम्तीमा मलाई के लाग्दैन भने इभन स्टुडेन्ट युनियनको लिडरहरूलाई पनि पक्राउ त पर्छ, तर यस्तो मिडियाकै अगाडि हानाहान गरेर तैँले राजनीति सिकाउने यस्तो गर्ने भन्ने खालको त्यो कोसिस चाहिँ प्रहरीले चाहिँ गर्दैन के। किन गर्दैन भने विद्यार्थी सङ्गठन भनेको राजनीति गर्नको लागि भनेको नि त, राजनीति मात्रै होइन कि त्यहाँ त धेरै थुप्रै कुराहरू छ नि त। प्रतिपक्षी आन्दोलन हो, विद्यार्थी सङ्गठनका नेताहरूले कुनै पारिश्रमिक लिएर त्यो आन्दोलन गर्ने कुरा पनि। या मोनिका तिमीहरू विद्यार्थी सङ्गठनमा भएको भए कुटाइ खान्नथ्यौ, तिमीहरू इन्डिभिजुअल हिँडेर गएर देख्यौ भन्न खोजे होइन। म यो कुरा चाहिँ कहाँ जोड्न खोजेँ भने अहिले सरकारले जसरी विद्यार्थी सङ्गठनहरूमाथिको प्रतिबन्धको विषय कुरा उठाइराखे नि, प्रतिबन्ध चाहिँ हुँदाखेरि चाहिँ के हुँदो रहेछ समाजमा, विद्यार्थी सङ्गठन प्रतिबन्ध हुँदाखेरि चाहिँ सरकारलाई फाइदा पुग्ने मात्रै होइन कि यहाँ आम नागरिकहरूले पनि दुःख पाउने अवस्था चाहिँ सृजना हुँदो रहेछ नि त। अब अहिले माजिदजीलाई होला, पछि अरू कोही युवाहरूलाई हुनसक्छ त्यस्तो प्रब्लम रोकेर। यदि त्यहाँ अनेरा सोभियो, क्रान्तिकारी अनेरा सोभियो, नेपाल विद्यार्थी सङ्घ या अरू कुनै फोरम लगायतको विद्यार्थी सङ्गठनको नेतृत्व गरेर तपाईँ त्यहाँ गएको भए ओहो उसको पछाडि त पुरै विद्यार्थी सङ्गठन छ या उसको मातृ पार्टी छ होइन, उनीहरूको सङ्गठन छ, उनीहरू आउँछन् भन्ने हुन सक्थ्यो। र तपाईँहरू व्यक्ति गाभर यिनलाई चुरमुराइदिएपछि, यिनलाई लिएर गएर कोच दिएपछि यिनको को छ र न आगे न पछि भनेर चाहिँ तपाईँहरूमाथि यो प्रकारको सत्ताले या प्रहरीले यो बलात् व्यवहार गरे हो कि उहाँको यो तर्कमा तपाईँको जवाफ के हो? यसमा त्यो प्रति मेरो थोरै आलोचनात्मक जवाब रहन्छ। यो आज जुन प्रहरी बन्या छ नि, आज जुन हामीले प्रहरी देख्छौँ यो एक दिनमा बनेको होइन। जस्तै
माओवादी क्रान्ति भनौँ, जनक्रान्ति भनौँ, जनयुद्ध भनौँ, जे भनौँ, त्यो लगभग समापन भएको 20 वर्ष त भइसक्यो। 21 20 वर्षमा पनि तपाईँहरूले जुन प्रहरीलाई, यो प्रहरीले हामीमाथि दमन गर्छ, यो त पुँजीवादी प्रहरी हो, यो त दलाल प्रहरी हो भनेर भनिरहनु भएको थियो। त्यो प्रहरीलाई अहिलेसम्म लोकतान्त्रिकरण गर्न सक्नु भएन। त्यो प्रहरीले अहिले पनि पक्राउ पूर्जी भन्ने शब्द सुन्न चाहँदैन। त्यो प्रहरीले अहिले पनि बिना कोही पनि मान्छेलाई डिटेन्सनमा लिनै पाइँदैन। त्यो प्रहरीलाई कानुनको कुरा गर्यो कि आज तँलाई म कानुन सिकाउँछु, त्यो प्रहरी बनाउन, त्यो प्रहरी बनाउनमा त तपाईँहरू जुन दलमा आबद्ध हुनुहुन्छ त्यो दलको पनि ऐतिहासिक भूमिका छ। 20 वर्षमा मेरो के भन्छ, हामीले एउटा एडमिनिस्ट्रेटिभ ल भन्ने पढ्नुपर्छ। त्यो सब्जेक्टको टिचरले के भन्नुहुन्थ्यो भने जबसम्म देशको गृहमन्त्री दमनकारी हुँदैन नि, प्रहरीको जवानले पनि दमन गर्ने हिम्मत जुटाउँदैन। र कुनै प्रहरीको जवानले दमन गरिरहेछ भने त्यति बेला याद राख्नुहोस् कि पक्कै पनि गृहमन्त्रीको त्यो मान्छेलाई ग्रिन सिग्नल छ। पक्कै पनि 20 वर्षसम्म हामीले जुन किसिमले, म पञ्चायतलाई दोष दिँदिनँ, म राजतन्त्रलाई दोष दिँदिनँ, तिनीहरू त खराब थिए, खराब भएको कारणले हटाइयो। तर गणतन्त्र चाहिँ किन यस्तो भयो? अनि त्यही कारणले गर्दाखेरि आज जुन प्रहरी बनेको छ, यो प्रहरी बन्नमा 20 वर्षको लोकतान्त्रिकरणको आन्दोलन फेल भएको। तपाईहरूले सेनाको लोकतान्त्रिकरणको कुरा गर्ने, तर तपाईँको पनि उहाँहरूको माओवादीका लडाकाहरू मिसाउनलाई हो लोकतान्त्रिकरणको कुरा गर्ने, तर तपाईँहरूको प्रहरी नै पञ्चायती छ। शासन व्यवस्था चाहिँ गिरिजा गणेशमान प्रचण्ड जस्तो, अनि प्रहरी व्यवस्था चाहिँ पञ्चायत जस्तो, राणाकाल जस्तो। त्यही भएर त्यो सम्बन्धमा हाम्रो अब के भन्ने, अब समस्या चाहिँ के छ भने हामी दोधारमा छौँ कि हामी जेनजी मुभमेन्ट अलायन्स, जेनजी फ्रन्ट लगायतले के भन्थ्यौँ भने हामी ट्रेडिसनल लिडरसिपको जुन मोडल छ त्यो मोडलमा हामी विश्वास गर्दैनौँ। हामी एकजना माथि सुप्रिमोको निगाहमा नियुक्त हुने अध्यक्ष, महासचिव, 7 जना उपमहासचिव, 15-20 जना सचिव लगायतका जुन कुरा छ त्यो स्ट्रक्चरमा हामी विश्वास गर्दैनौँ। हामी कलेक्टिभ लिडरसिप भन्छौँ। त्यही भएर आजसम्म पनि हेर्नु होला, आज पनि जेनजी मुभमेन्ट अलायन्सको एउटा संस्थापक छैन, हामी सबै सदस्यहरू छौँ। र त्यही भएर हामी असङ्गठित रूपमा सङ्गठित भएर अगाडि बढिरहेको अवस्था। तर उहाँले सोधेको प्रश्न, प्रहरीको प्रश्न त उहाँलाई म सोधौँला, यदि तिमी अनेरा सोभी क्रान्तिकारीमा या नेपाल विद्यार्थी सङ्घमा अनेरा सोभी काहीँ भइदिएको भए आज तिमीले यति धेरै कुटाइ खाँदैनथ्यौ या खानु नपर्ने हुन सक्थ्यौ भन्ने चिजमा दम छ भने? होइन, म त्यो कुरामा चाहिँ म विश्वास गर्छु। सङ्गठित विद्यार्थी आन्दोलन चाहिन्छ र तिमी कुनै दलमा आबद्ध हुनु हुँदैन, तिमी राजनीतिक दलमा आबद्ध हुनु हुँदैन भन्ने कुरा नै सबभन्दा धेरै राजनीतिक विषय हो। त्यो स्टेटमेन्ट नै सबभन्दा ठुलो पोलिटिकल स्टेटमेन्ट हो। यु सुड बी ए पोलिटिकल वा नन पोलिटिकल भन्ने कुरा नै सबभन्दा ठुलो पोलिटिकल कुरा। प्रश्न त उहाँलाई नै सोध्नु छ, तपाईँलाई नै सोध्छु।